गाइस यति बेला हामी घुम्न जान लागेका छौँ। बब्बाल हुनेवाला छ आज चाहिँ है। मौसमले पनि यस्तो साथ दिएको छ, कस्तो राम्रो गरिरहेको छ है। हामी कुन ठाउँ जान लागेका छौँ त्यो अहिले तपाईँलाई जानकारी गराउने। यति बेला हामी किर्तिपुरको जङ्गलमा पुगिसकेका छौँ। गर्मी सिजन भए पनि बाइकमा हिँड्दा लास्टै चिसोले हान्दो रहेछ, त्यसैले मैले सल ओढेर हिँडेँ। यति बेला चाहिँ हामी दक्षिण काली पुगिसकेका छौँ। यो चाहिँ दक्षिण काली मन्दिरदेखि केही अगाडिको सिनहरू हुन्। अब चाहिँ हामी लगभग दक्षिण काली गेटमा पुग्न लागिसकेका छौँ। ल फाइनली गाइज हामी दक्षिण काली गेटमा पनि आइपुग्यौँ। गेटमा आइसके पछाडिका साथीहरूलाई कुर्नको लागि हामी एकैछिन त्यही बस्यौँ। दिदीहरूले खुब जिस्काइरहेको छन् मलाई के भनेर। त्यसपछि हाम्रो यात्रा अझै जारी छ। हामी फेरि लाग्यौँ राम्रा भ्यूहरू हेर्दै हिँड्यौँ। बाटोमा चाहिँ स्याउहरू नस्पतिहरू थुप्रै देखियो र राम्रो खोलाहरू, निकै रमाइलो ठाउँहरू, बादलहरू लागेको एकदम रमाइलो ठाउँहरूलाई भिजिट गर्दै हिँडिरहेका छौँ। मलाई चाहिँ जाडो भयो भनौँ कि गर्मी भयो भनौँ, टी-सर्ट खोलेँ। त्यसपछि अरू एक ठाउँ रोकिएर नाच्न मन लाग्यो मलाई, अनि एक फनक्क घुमेर नाचेँ। अनि फेरि अब हाम्रो यात्रा फेरि सुरु हुन्छ। अवरोध बाटोहरू रहेछन्, कस्तो अप्ठ्यारा बाटोहरू। लगाइस फाइनली हामीले भनेको ठाउँमा आइसकेका छौँ। यहाँ आइपुग्दा चाहिँ यहाँको माहौल चाहिँ खतरा रहेछ है। सबैजना यहाँ भिजिट गर्नको लागि, नुहाउनको लागि, पौडी खेल्नको लागि होइन, घुम्नको लागि चाहिँ एकदमै सबैजना आउनुहुने रहेछ कि। यता दाउरा राखेका रहेछन्। यो चाहिँ आउने मान्छेहरूले त्यो पकाएर खाने कि खोलामा जाने पकाएर खाने होइन। आज रमाइलो हुनेवाला चाहिँ यता पुल रहेछ, अनि यहाँ तलतिर चाहिँ पुलदेखि यतातिर चाहिँ खोला छ होइन। म चाहिँ तपाईँलाई देखाउन गइरहेको छु। कोही चाहिँ आएर पनि नुहाएर पनि गइसक्नलाई। यता हेर्नुहोस् त कस्तो राम्रो खोला, वा पानी सेतो निलो रहेछ, मान्छेहरू नुहाइरहेका छन्। अब यो ठाउँमा चाहिँ हामी बस्छौँ है, हामी चाहिँ यसो हेऱ्यौँ मात्रै। यहाँ चाहिँ धेरै भिडभाड हुने रहेछ, त्यही भएर हामी चाहिँ यहाँ चाहिँ नुहाउँदैनौँ, हामी माथि जान्छौँ। अनि यति हेरेर भिजिट गरेर हामी चाहिँ अब यता दाउरा साउरा बोकेर हामी पनि हामीले पनि पकाएर खाने हो नि त वहाँ गएर। मैले चाहिँ मकै पनि खाइरहेको छु। अनि त्यसपछि हामी उकालेर लगभग 15 मिनट उकालेर जङ्गलको बाटो यता गइसके पछाडि बल्ल हामी त्यो ठाउँमा पुग्नेछौँ के। अनि हामी सबैजना उकालो गाउँघरमा जस्तै गरेर हामी उकाल्दैछौँ। घर पनि छ, यस्तो साना घरहरू है। कस्तो रमाइलो भइरहेको कि आफ्नै गाउँ गए जस्तो। पछाडि दिदीले मलाई गाह्रो बल्ला बोक भनेर मलाई चाहिँ दाउरा पनि दिन्, अनि मैले दाउरा बोकेर हिँडिरहेको छु। त्यस पछाडि भिडियो बनाउँदै हिँड्यौँ है। हामी नाच्छौँ, कहिले गाउँछौँ, कहिले हाँस्छौँ, कहिले कुरल्छौँ है। अनि निकै रमाइलो गर्दै गयौँ। दिदीले चाहिँ अगाडि भिडियो बनाइराख्नु भएको छ। हाई भन्दै भिडियो बनाउँदै हामी यसरी नै अगाडि बढिरहेका छौँ। बढ्छौँ अगाडि जान्छौँ। अनि यता पछाडिबाट मान्छेहरू आइरहेका छन्, खतरा ठाउँहरू छ, एकदम रमाइलो गर्दै हामी चाहिँ यति बेला त्यो ठाउँमा हामी पौडी खेल्ने ठाउँमा पुग्न लागिसकेका छौँ है। त्यहाँबाट आइसके पछाडि एउटा ठुलो जुर रहेछ है, त्यो जुरमा चाहिँ हामी खतरा भ्यू देखिने रहेछ र हामी त्यहाँ फोटो खिच्ने, भिडियो बनाउने है। दाउरा बोकेकै छन्, फेरि नराखी हामी यहाँ एकछिन रमाइलो गर्छौँ, फोटो खिच्छौँ, भिडियोहरू बनाउँछौँ। यसरी 2-4वटा भिडियो बनाउँछौँ, 2-4वटा फोटो खिचेर चाहिँ हामी यसकै तलपट्टिको खोलातिर हामी नुहाउन जान्छौँ। ओह्रालो झरेर फेरि तल खोलामा झरेर। अनि यसरी बाटो यस्तो अप्ठ्यारो थियो है। अनि त्यस्तो अप्ठ्यारो ठाउँमा गएर केटाकेटीहरू नुहाइरहेका छन्। यस्तो खतरा 2-4 ठाउँ रहेछ कि फेरि पौडी खेल्ने ठाउँ पनि है। यसरी गएर हामी चाहिँ यहाँ हो खास। यहाँ चाहिँ मजाले यहाँ चाहिँ भिड छ क्या। फेरि अझ यो त धेरै पछाडि गएर हामी यहाँ, नत्र त यस्तो भिडभाड हुने ठाउँ रहेछ। अनि खोला हेर्नु त्यस्तो दामी लाग्यो कि मलाई चाहिँ। वा क्या रमाइलो लाग्यो। म चाहिँ पौडी खेलेन, सबैजना पौडी खेल्नुभयो, तर मैले चाहिँ पौडी खेल्न जान्दिनँ नि त, अनि म चाहिँ पौडी खेलेन है। मैले चाहिँ यस्तै भिडियोहरू बनाएँ। अनि पौडी नखेले पनि पानीमा खेल्न मन लाग्यो, पानी खेलाएँ। अनि 1-2 भिडियो बनाएर दिदीले त खाना बनाउँदैछिन्, खाएर जान्छौँ अब हामी।